चैतको 1 गते फागु पूर्णिमा होलीको दिनदेखि नै यी 4 राशि हुने महानुभावहरूको जिन्दगीमा कायापलट हुनेवाला छ। यी 4 राशि हुने व्यक्तिहरूले नसोचेको सुख पाउँदैछन्। यी 4 राशि हुने व्यक्तिलाई अति नै राम्रो शुभ योग अवसरहरूले पछ्याउनेवाला छ। नमस्कार, आजको बसाइमा चैतको 1 गते होलीको दिन लगत्तै भाग्य उदय हुने, भाग्यमा घाम लाग्ने खालका यी 4 राशिको बारेमा म जानकारी दिन आइसकेको छु। अवश्य पनि ढिला नगरिकन, कुनै पनि आलटाल नगरिकन कार्यक्रमलाई सुरुवात गरौं। सर्वप्रथम पहिलो राशि छ सिंह राशि। सिंह राशि हुने व्यक्तिले 1 गतेदेखि नै अत्यन्तै राम्रा शुभ योगहरू चाहिँ पाउन जाँदैछन्। भाग्यले साथ दिनेवाला छ। किस्मतमा नयाँ किसिमको ऊर्जा थपिनेवाला छ। सोचेको आँटेको सम्पूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेवाला छ। भगवान सूर्यदेवले राशि परिवर्तन गरे सँगसँगै कुम्भ राशिबाट मीन राशिमा प्रवेश गरे लगत्तै विशेष गरिकन भगवान सूर्यको आशीर्वादले यी 4 राशिहरूमध्ये सिंह राशिका व्यक्तिले बढी सफलता प्राप्त गर्न सक्दछन्। यसै दिनमा सिंह राशिमा चन्द्रमा भएको कारणले गर्दा सिंह राशि भएका व्यक्तिहरूको सम्पूर्ण मनोकामना पूर्ण हुनेछ। यसमा पनि कुनै दुई मत छैन। स्वास्थ्य स्थिति सुध्रिँदै जाने, धर्म कर्ममा चेष्टा हुँदै जाने र एकादशको मङ्गलले कुनै भूमि किन्न सक्ने, गाडी किन्न सक्ने, वाहन इत्यादि किन्न सक्ने, मोटरसाइकल, कार इत्यादिदेखि लिएर आफूलाई दैनिक जीवनमा उपभोग गर्नुपर्ने सवारी साधनहरूमा पनि तपाईको यतिखेर खर्च हुनेवाला छ। शुभ खर्चको योग पनि तपाईको लागि बन्दैछ। र एउटा कमजोरी पक्ष भनेको बोल्दाखेरि अत्यन्तै विचार पुर्याउनु होला, सावधान रहनु होला। सिंह राशि हुने व्यक्तिको अष्टम भावमा बसेको नीच राहुले, नीच बुधको कारणले गर्दा, साथमा सूर्यको एउटा चाहिँ सामान्यतया दृष्टि परेको कारणले गर्दा 1 महिनाको लागि भने एकदमै चाहिँ सावधानीपूर्वक चाहिँ व्यक्तिहरूसँग चाहिँ कुराकानी गर्नुपर्नेछ। यो भयो विशेष मेष राशिको लागि एउटा अत्यन्तै राम्रो पक्ष छ। श्रीमतीको साइडबाट तपाईलाई सपोर्ट हुने, अति सपोर्ट हुने खालको र परिवारबाट तपाईलाई सपोर्ट हुने खालको अवस्था देखाएको छ। माया प्रेममा घनिष्ठता हुँदै जाने, बिग्रिएको सम्बन्ध सुधार हुँदै जाने, प्रेममा सफलता मिल्न सक्ने र शुभ योग र शुभ अवसर पनि तपाईले प्राप्त गर्दै हुनुहुन्छ। नयाँ अवसरहरू तपाईले प्राप्त गर्न सक्दै हुनुहुन्छ। धन आगमनका नयाँ बाटाहरू तपाईको लागि बन्न जाँदैछन्। धनको केतु, स्थिर केतुले तपाईको लागि चाहिँ सम्पूर्ण कार्यहरूमा जुन तपाईको धन आउने बाटो छ त्यो चाहिँ सदैव स्थिर गराउनेछ। यानी कि चाहिँ जुन तरिकाले तपाईको ग्रोथ भइराखेको थियो त्यो नघटोस् भन्ने अनुसारले तपाईलाई सफलतातिर लैजाँदैछ। सिंह राशि हुने व्यक्तिको लागि विशेष चैत्र महिना अत्यन्तै शुभ तरिकाले बितेर जानेछ। यो कुरा भयो र साथमा यिनीहरूलाई रोजगार मिल्न सक्ने खालको अवस्था, जागिरमा प्रमोसनका योगहरू हुन सक्ने खालको अवस्था पनि दशम भावमा बसेको देवगुरु बृहस्पतिले तपाईलाई सपोर्ट गर्नेछ। र यो अर्को दोस्रो राशि हो। दोस्रो राशि हो मीन राशि। मीन राशिमै बसेको सूर्यले मीन राशि हुने जातकलाई फल नदिने कुरै छैन। तपाई मीन राशि हुने व्यक्तिलाई अब 7.5 शनिको विशेष प्रभाव पर्न जाँदैछ। चैत्रको 17 गते लगत्तै तपाईहरूको जीवनमा केही आकस्मिक बदलावहरू चाहिँ आउनेवाला छ पक्कै पनि। यो हिसाबले गन्दै जानु पर्दाखेरि वैशाखको 6 गते पछि नै विशेष मीन राशि हुने व्यक्तिहरू अलिकति पीडित हुनेवाला छन्। तर त्यस बीचमा केही साधारणतया जीवनमा बदलाव चाहिँ अब अवश्य पनि यहाँको आउने नै छ। यहाँको लग्नमा बसेको सूर्यले मान सम्मान